नमस्ते। वास्तवमा हिरा धेरै राम्रो हुन्छ भनिएको छ। राम्रो भएकै कारणले हिरा बन्न पुगेको हो। हेर्दै जानुहोस्, यो च्यानललाई सब्स्क्राइब गर्नुहोस् है त, अनि मात्र थाहा हुन्छ। हाम्रै आसपासमा रहेका ढुङ्गा जस्ता देखिने चिजहरू हिरा हुन सक्छन्। त्यसैले जान्नको निमित्त यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् है त। अनि खास हिरा के हुन् त? हिरा कसरी बन्छन्, अथवा हिरा के नेपालमा पाउन सकिन्छ, के नेपालका ढुङ्गाहरूमा पनि हिरा छ, जान्नको निमित्त यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् है त। अनि देखिने र चम्कने सबै वस्तुहरू हिरा हुँदैनन्। ल हेर्नुहोस् है, अब विभिन्न प्रकारका क्रिस्टलहरू हुन्छ, विभिन्न प्रकारका ढुङ्गाहरू हुन्छ, र कथनमा आएको मुकुट, ढुङ्गाको राज। ल हेर्नुहोस् है, अब यो ढुङ्गाको विषयमा पनि हामीले धेरै कुरा जान्न सक्छौँ। त्यसैले यो च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोस् र बेलायकन थिचेर अल नोटिफिकेसनमा क्लिक गर्नुहोस् है त। अनि हामी बढ्दै जानेछौँ अगाडि, र धेरै कुरा सिक्नु छ